हेलो एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। इट्स ममता पराजुली। म हजुरको सामु आज चाहिँ लङ टाइममा आएको होइन। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि स्पेसल म आज चाहिँ भिडियो किन गराउन चाहेँ भने म आज माइत अनि साथीहरू आज म चाहिँ माई हस्बेन्डलाई लिएर आज म माइत आएको छु कि त्यही भएर मैले भिडियो बनाउन चाहेँ होइन। खुसी लागेको छ। अनि त्यसैमा फेरि यहाँ माइत आएर फेरि आफ्नै घरमा फलेको बारीमा फलेको मकै खाँदैछु नि। असाध्यै मिठो छ नि मकै त। मलाई चाहिँ लास्टै मनपर्छ कि मकै फेरि। अनि लास्ट मकै खाँदैछौँ। जाने त लडाले हुनुहुन्छ। मलाई त खाइसक्नु भयो। म चाहिँ अलिक ढिला खान्छु कि अलिक सुस्त ढिला इन्जोय गरी खाने बानी सक्यो मेरो फेरि स्लो मोसन जस्तो। स्वाद लिएर खा पनि मलाई मिठो हुन्छ नि साथीहरू। रमाइलो दियोस्। कस्तो लागिरहेछ हजुरलाई ससुराली धेरै टाइममा आउँदाखेरि? लङ टाइम पछि एकदम रमाइलो लागिरहेछ। हो ठिक छ। त्यही भन्दै मेरो मम्मीले के गर्नुभएको छ? मम्मी कति गर्दै भयो? कति गर्दै भयो? हो खोजेको हुनुभयो। आहारी नदेखेर होला कि मम्मीले मरिचको भाडा भेटाएर खोजिरहनु भयो। यस्तै छ साथीहरू, केही छैन। रमाइलो छ माइतमा। फर्सीको झाल्ने कस्तो राम्रो हरियो भएको नि कलकलाउँदो। त्यहाँ हेर्नु न कस्तो बाबाले कति राम्रो बनाउनु भएको छ। तिर यो के भन्छ घिरम्ला कति राम्रो भएको नि घिरम्ला। हाम्रो फर्सीको झालमा घिरम्ला फर्सी फलै खाने बाबा फलै छ। ओहो नि कस्तो राम्रो फलेको नि फर्सी। अन्त साथीहरू यस्तो फल्छ कि यस्तो मेहनत गर हाम्रो बाबाले यस्तो मजाको बनाउनु भएको छ। यस्तो गर्नुपर्छ कि यस्तो रमाइलो छ यहाँ नि त साथीहरू। ट्याक्क आफ्नै घर फलेको यो टिपेर यसरी खान पाउँदा कति मिठो हुन्छ होला साथीहरू। आजभोलि त बजारमा त सबै विषालु त कुरै नछोड्नु, केही बाँकी रहेन के। अस्ति अब त्यो हामीले काँक्रा त होइन म्याक्सिमम काँक्रा त कति खाइन्छ नि है साथीहरू। काँक्रामा शुद्ध अब बढी के विष भेटेर अहिले अब खानै नसक्नु भयो। काँक्रामा विष धेरै भेट्यो अरे क्या। तिम्रो मुखमा पनि त के लाग्यो? आज मैले मकै खाएको कि मकै हाम्रै बारी हाम्रै खेतमा फलेका बारीका मकै खाएको। त्यही भएर अलिअलि त कालो लाएर के भयो होइन। अनि विष भेट्यो अरे त्यही भएर काँक्रा बजारको काँक्राहरू किनेर नखानु भनेर त्यो पनि सन्देश दिनु चाहे के। बिचरा बजारको मान्छे के गर्ने त। अब नखाने बरु अरू चिज खाने बजारको खाने फेरि दबाई खाने हस्पिटल चलाउनु पर्यो। त्यस्तो त गर्न भएन नि। अब बरु जसले उत्पादन गर्नुहुन्छ दबाई नहालिकन उत्पादन गरिदिनुहोस् बरु होइन। थोरै दिनुहोस् तर अलि विष हालेको नदिनुहोस्। बरु महँगो दिनुहोस् होइन। केही हुँदैन। त्यही भन्दा अझै हजुरहरूलाई मैले के देखाउँदैछु साथी थाहा? यहाँ हेर्नु टन हेर्नु त हाम्रो माइतमा अनारको बुट पनि छ कि। हेर्नु त कस्तो मजाको फलेको छ। यो चाहिँ हाम्रो सेतो अनार हो है साथीहरू। सेतो अनार हो। सेतो अनारले सेतो खुन बढाउँछ थाहा किन हजुरहरूलाई? यदि किन्न चाहे आउन सक्नुहुन्छ। हाम्रै घरमा फलेको छ एकदम राम्रोसँग। कस्तो फलेको छ हेर्नु न कस्तो खाम लाग्दो क्या है। यो सेतो अनार चाहिँ एकदम हड्डी टाइपको हुन्छ तर असाध्यै मिठो हुन्छ है साथीहरू। यही भन्दै हाम्रो खेतमा फलेको मकैहरू कलकलाउँदो देखिएको छ। त्यस भन्दै अब चाहिँ हाम्रो यतातिर धान रोप्ने बेला हुन्छ। अब अहिले चाहिँ भर्खरै बिउ छरेर उम्रेको छ। ठ्याक्कै हरियाली देखेको छ। देख्न सक्नुहुन्छ कति राम्रो भएको छ। अब यो बिउ रोपेर धान फलाउने। छोरो यता हेर्दै त कस्तो लागिरहेको छ मामा घर आएर? राम्रो लाग्छ? खुसी लाग्छ? ल खेतमा नपल्टो राम्रोसँग जाऊ ल। राम्रोसँग हेरेर जाऊ ल।
मामा घर आएपछि यिनी फेरि असाध्यै खुसी हुन्छन् खेतका बारी हिँड्न थाल्छिन् छुट्टै रमाइलो लाउँछ होला नि है खेतका बारीमा हिँड्दाखेरि अनि फेरि मामा घर आएपछि फेरि बाबाको पुच्छर हुने नि कस्तरी हिँडिसिन् साथीहरू छन् जस ह्याप्पी फिल लागिरहेको छ आज धेरै समय माइत आउँदाखेरि होइन साथीहरू आइएम धेरै एक्साइटेड छुट्टै रमाइलो लाग्छ कि होइन अझै यो अनुहार देख्दा त्यो कस्तो मजाको अनुहार बोलेको छ नि अरूहरू पनि छ साथीहरू तर मैले सबै देखाएँ नि तपाईँहरूलाई हाम्रो घर त्यो बेलौती पनि छ आँपको रुख पनि छ सबै छ यति भन्दै बाबा एभ्री वान सबैजनालाई बाई भन्न चाहन्छु